Hello friends, Kuzuzongo, Namaste to everyone. Welcome back to my mini vlog. So आज चाहिँ म तपाईहरुलाई ओनियन पिलको फर्टिलाइजर है कसरी बनाउँछ भनेर म तपाईहरुलाई गार्डनिङको टिप्स लिएर आएको छु है। सो यो ओनियन पिल चाहिँ मैले अस्ति 3 दिन अगाडि चाहिँ बिचाएर राखेको थिए है। यहाँनिर कभर गरेर राख्नुपर्छ, यस्तो बकेटमा राखेर चाहिँ त्यहाँदेखि यो छानिसकेर चाहिँ यतिको भएछ। यसलाई चाहिँ मजाले फिटाउनुपर्छ है। फिटाएर चाहिँ अलिकति पतलै बनाएर चाहिँ हामीले लाउनुपर्छ है, पानी मिक्स गरेर। सो अब चाहिँ म फटाफट यो चाहिँ जरमा लगाएर चाहिँ अब सबै फुलतिर लाउने है। सो मेरो फुलहरू चाहिँ प्राय अब फुल्न लागि कोपिलाहरू लाग्दैछ है। प्रिमुलाहरू भयो, सिजेन्थस भयो, सिनेरिया भयो है, डग फ्लावर सबैमा चाहिँ कोपिला लागिसक्यो। सो मेरो प्रेमुलाहरू चाहिँ यतिको ग्रोथ भएको छ, यतिको ग्रोथ हुँदैछ। अब कोपिला पनि लाग्दैछ, कोपिलाहरू यहाँनिर यस्तो कोपिलाहरू लाग्दैछ, यहाँ पनि लाग्दैछ कोपिला। यतिको भएपछि चाहिँ अब हामीले फर्टिलाइजरहरू बनाएर लाउनुपर्छ। हामीले थाहा भएकै कुरा हो, प्याज चाहिँ अब कति युज गर्छ किचनमा है, त्यसको बोक्रा चाहिँ हामीले फ्याँकिदिन्छ। सो नफ्याँकेर यसरी हामीले फर्टिलाइजर बनाएर युज गर्न सक्छ हाम्रो फुलतिर है। अब फर्टिलाइजर बजारमा किन्नु गयो भने कति महँगो गर्छ है, यसरी अर्ग्यानिक घरमै बनाउन सक्नुहुन्छ हामीले है। सो हेर्नुहोस् है, यो मेरो एन्थेरियममा चाहिँ कोपिला मजाले लागिरहेको छ है, कसै चाहिँ फुल्दैछ। यतिखेर चाहिँ हामीले फर्टिलाइजर लाउन पायो भने चाहिँ दामी हुन्छ है, जमक्कै फुल्छ। त्यही भएर चाहिँ अब म यिनीहरूमा लाउँदैछु है। सो अब यो ओनियन पिलको चाहिँ भिटामिन कति बेसी छ है, आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम है। त्यसले चाहिँ हाम्रो फुलहरू फुल्नेमा हेल्प गर्छ है। त्यही भएर म चाहिँ यसरी प्राय घरमै बनाएर लाउँछु है। सो तपाईहरु पनि यसरी युज गर्न सक्नुहुन्छ है। मेरो हेर्नुस् पिटुनिया चाहिँ यसपालि यस्तो भएको छ, कोपिला लाग्दैछ है। यतिखेर चाहिँ टाइम हो यतिखेर दिने है। सबै कोपिला यसरी कोपिला लाग्दैछ, यिनीहरुमा पनि लाग्नुपर्छ। सो फ्रेन्ड्स, आजको लागि चाहिँ यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड फलो मी फर मोर इन्फर्मेसन अबाउट गार्डनिङ टिप्स। थ्याङ्क यू।